नमस्कार साथीहरू, आज मैले चाउचाउ र अन्डा घरमै पकाएर खाने विचार गरेँ र मैले कराईमा पानी यसरी तताएर चाउचाउलाई यसरी उमालिराखेँ र केही समयपछि मैले मसला पनि मिसाएँ र चाउचाउलाई म कलरफुल देखाउनको लागि मैले त्यसमा भएको कलरफुल एउटा सस जस्तो चाहिँ मैले मिसाएँ र पिरो म धेरै खान सक्दिनँ, त्यसैले चाउचाउमा आएको त्यो पिरो मसला चाहिँ मैले थोरै मात्रा मिसाएँ र नुन मैले हल्का रूपमा मिसाएर राखेँ र नुन मसला सबै हालिसकेपछि मैले चाउचाउलाई केही समय यसरी चलाइराखेँ र केही समयपछि मैले काटेको धनिया पनि यसरी मिसाएँ। यो धनियाले स्वाद बढाउँदछ र चाउचाउसँग मलाई अन्डा धेरै मन पर्ने भएकोले मैले एउटा अन्डा चाहिँ बोइल गरिराखेँ र अन्डा पाकिसकेपछि मैले अन्डा पनि यसरी राखेँ र पाकेको चाउचाउलाई फेरि थालमा राखेर अब भने मेरो चाउचाउ रेडी भइसकेको छ। यसरी चाहिँ हामीले छोटो समयमा पनि मिठो अन्डा र चाउचाउ पकाएर घरमै खान सक्छौँ। साथीहरू हेर्नुहोस् त, मैले पकाएको यो चाउचाउ र अन्डा एकदम टेस्टी देखिन्छ।